गुड मर्निङ नमस्कार साथीहरू। अहिले बिहानको 9:30 हुँदैछ। म अघि आधा घन्टा अगाडि सुतेर उठेको। अब जाँदैछु दुध लिनलाई, चिया खानु पर्यो। अब दुध लिएर आएपछि अनि चिया खान्छु। यहाँको माहौल चाहिँ यस्तो छ अहिले बाहिरको माहौल यस्तो छ। अहिले गाडीहरू अहिले आज बिदाको दिन भएर गाडीहरू सब रोडमै पार्किङ छ हैन। सबले आज 4 घण्टाको पैसा तिर्छ अहिले 8 बजेदेखि 12 बजेसम्म। अनि 12 बजेदेखि फेरि बेलुकाको 4 बजेसम्म फ्री पार्किङ छ। त 4 घण्टाको पे गर्नलाई केही मान्दैन, त्यस्तो छ। अब अहिले म दुध लिन जान्छु। यो सानो एउटा स्टोर छ। अब यहाँ दुध लिन आएको। अब यहाँ यस्तो यो पफहरू यो सब पनि पाउँछ। यो मिल्क छ, यसको चाहिँ चिया चाहिँ एकदम बेस्ट बन्छ के। यो मिल्कको इभ्यापोरेटेड फुल क्रिम मिल्क हुन्छ के। मेरो अफिसले पनि यो साइटहरुमा पठाउँछ। यसको चिया चाहिँ एकदम बेस्ट हुन्छ के, एकदम मिठो चिया बन्छ। मतलब यहाँ चाहिँ छ सबै मिल्कहरू, कुन चाहिँ चाहियो। यो त यतिकै म्याङ्गो फ्लेभरहरू छ हैन, पिउने। अब यो सब लगेर पिउने हो, सबै यतिकै पनि पिउन मिल्छ। अनि चाहिँ अरु यो सब दही हो के साथीहरू, दही हो। यो भयो आइसक्रिम। अनि यता माथि चकलेटहरू छ, के छ चकलेट्स, अलमराई, फुल क्रिम, फुल फ्याट क्रिम दुध वो छ के, दही छ। अनि यो चाहिँ मिल्क हो, दही पनि छ। यस्तै हुन्छ। अच्छा यहाँ भित्र यो सानो आधा किलोको दही छ हैन। मैले चाहिँ यो यहाँ चाहिँ दुध चाबी छ मसँग। अनि यहाँ चाहिँ दुध लिन आएपछि दुधको चाहिँ डेट चाहिँ हेर्नु है, किनकि कतिचोटि चाहिँ दुई दिन मात्र डेट हुन्छ। मैले कतिवटा प्याकेट दुधहरू हेरेको, भोलि पर्सि डेट एक्सपायरी छ। अनि त्यो लिएर मलाई काम छैन 1 लिटर 2 लिटरको। भोलिसम्म म कसरी खान सक्छु त्यो एक्लै। त्यही भएर मैले छोडिदिएको। अनि मैले पुरै डेट हेरेको, कति दिन 10 दिन बाँकी छ डेट, त्यो चाहिँ मैले लिएको चुज गरेर। त्यसमा एउटै डब्बा भनेको सेम साइजको 2 थरीको हुन्छ के। लेमोनेड हुन्छ, एउटा लेमन मिलाएको हुन्छ के दुधमा। त्यो यतिकै पिउन मिल्ने हो। त्यो गरम गर्न मिल्दैन, तातो गर्न मिल्दैन, त्यो चिसै पिउने हो। अनि यो बङ्गाली सपहरूमा चाहिँ एकदम बी केयरफुल हुनु के, एकदम सावधानी पूर्वक त्यहाँ चाहिँ सामान लिने बेला चाहिँ। अनि पैसाको हिसाब किताबमा चाहिँ एकदम सावधानीले गर्नु। मैले यो दुधले अनि एउटा अर्को सामानले गरेर 19 रियाल 19.5 रियाल भएको थियो। मलाई अझै भन्दै थियो 2 रियाल देऊ रे। मैले भने कसरी 2 रियाल भयो, त्यस्तो छ। अब यो चाहिँ मेरो फ्रिज छ। अहिले सामान चाहिँ भरेको छ यार, उसले ल्याएर के राखेको छ यार। यो मेरो पार्टनरले पनिर चिज के ल्याएर भरिसकेको छ। करी पत्ताहरू के हो, मिर्ची। मलाई चाहिँ त्यति को ल्याएर एकैचोटि भर्नु, मैले थोरै ल्याउँछु केही कुराहरू अनि मात्र हो। अनि सागसब्जीहरू चाहिँ यहाँ तल राख्छु यसमा। अहिले अब चिया बनाउँछु अनि चिया खान्छु, चिया र बिस्कुट खान्छु। अनि त्यसपछि 12 बजेतिर खाना बनाउँछु। अब खाना खाने टाइम चाहिँ अब सधैँ त्यही भइसकेको छ एउटै हैन, त्यही भएर चाहिँ चेन्ज हुँदैन खाना खाने। अब प्लिज सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। अरू के भिडियो हेर्न चाहनुहुन्छ कमेन्टमा भनिदिनु होला। धन्यवाद। सब्सक्राइब।